गाइज गुड मर्निङ न्यू डे न्यू ब्लग। अब आज चाहिँ हामी काम विशेषले गर्दा भण्डारी दाइ र म पोखरा जाँदैछौँ। बाइकमा जाँदैछौँ। गोप्रो सोप्रो छैन, हल्का हल्का बाटोमा हल्का क्लिप्स देखाउने नै छु। त्यो तिनीहरूलाई स्टे ट्युन गाइज। र भण्डारी दाइलाई पनि दिन आइयो। अब हामी जाँदैछौँ। ल अब रेडी भएर अब हामी जाँदैछौँ टोटलाएर प्रोग्राममा कुदिरहेको छ। चिसो देखाउने छौँ स्टेट। ब्रेक धुँदैछ। ज्याकेटहरू चाहिँ धुलो भएछ गलाएर। ल अब हामी कुद्न लागिसक्यौँ। टक्क लाएर अगाडिबाट पनि देखाइदिउँ दादा। फोटोसुटहरू चाहिँ यस्तो पनि गर्ने पर्खिँदाखेरि हामी चाहिँ साझा खाना खानु लाग्यो भनेर भन्नु होला। चिजी पनि छ है।
चट्ट लाएर हामी चाहिँ रुखको मुनि रेस्ट। Yo guys, उनीहरू बिर्सेछ अब सर त्यसको लागि उतापट्टि बेडमा म यतापट्टि बेडमा टक्क लाएर आए त गाइज। ल फाइनली 5-6 घन्टापछि होटेल आइपुग्यो है त, राम्रोसँग आइपुग्यो। अलिअलि हात र ढाड चाहिँ दुखिरहेछ, अरू चाहिँ अल गुड। गुड मर्निङ। सट्ट लाएर अब चाहिँ हामी स्कुल गएको। पोखरा guys. गुड मर्निङ न्यु डे न्यु डे। यस्तै काहीँ घुम्नु जान थाकियो हो सकेर आएर। अब आज एउटा सानो जाँदैछौँ यसमा देखाउने गरेको। हामी यहाँ खोलाको हावा खाँदैछौँ। अब चाहिँ हामी दाजुभाइ लेक साइड घुम्न जाँदैछौँ, बाइक छोडेर हिँड्दै। त्यहाँ गएर देखाउने नै छु हल्का फुल्का क्लिप्स सहित त। ल खाना खान आइयो लेक साइडको साइडमा, अनि त्यो सिङ्गल बोटिङ गर्छु। मेरो भाइ अब माछा मार्न जान्छ रे। फोन राख्ने चाहिँ यसमा, फोन यसमा हो, पानी छिर्दैन। टाइट गर्नु पऱ्यो नि त। कुन चाहिँ ल जाँदैछु फाइनली गाइज। चप्पल यहीँ छ है, हेर्नु। टाइट गर्नु पर्दैन, केही गर्नु पर्दैन।
ठ्याक्क दाहिने पेडल हाल्ने भने देब्रे हुन्छ, देब्रे पेडल हाल्ने भने दाहिने हुन्छ। ठ्याक्क अपोजिट अगाडि बढ्नको लागि लेफ्ट राइट पालेको अब जबसम्म टर्निङ हुँदैन अपोजिट ल्याउनु पर्दैन त्यो लाइनै हुन्छ नलाइनै हुन्छ। त्यति साह्रो कामको चिज त होइन, इनकेस खसिहाल्यो भने बरुभन्दा धेरै काम नजाओस् भनेर भन्छु। कुल्ची दिनु न त यतातिर आउँछ त के टाढा नजा भनेर त क्या यतातिर घुम्छ थाहा ल चट्ट लाएर बग्दैछ मजाले। ल कोही छैन दायाँ बायाँ वरिपरि बिचमा थकै लाग्यो खुट्टै निदाइयो। ल गाइस म चाहिँ अब एक्लै टक्क लाएर गर्दैछु। ल अब क्लियर त आएन, मेरो भाइ यही हो है, सुशील खड्का, समुद्रको बिचमा, फेवा समुद्रको बिचमा। उहाँ चाहिँ सुशील खड्का है। सुशील सर ल गाइज अब चाहिँ हामी जाँदैछौँ होइन, पोखराको टुर सिधाइयो, 2 दिन बस्यो, हल्का फुल्का कामसाम थियो गरियो, घुम्यो ओर्यो, टक्क लाएर खाइयो ओर्यो। अब चाहिँ हामी जाँदैछौँ। कचककुचुक जस्तो भए पनि हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। अब बाटोमा गएर हल्का हल्का सिनेमेटिक राम्रो राम्रो ठाउँ पाएँ भने रोक्यौँ भने खिचिदिने छु। हेरिदिनु भयो धन्यवाद। लाइक सेयर कमेन्ट गरिदिनु होला, के सुधार्न पर्छ पनि भनिदिनु होला। हस् दादा केही भनिदिनु छ? बाई बाई पोखरा। बाई बाई पोखरा। हस् ल कुरोले केही देखेको छैन। दाइलाई देख्नु भएको छ नि? ओ कस्तो गाह्रो भइरहेछ बाबु यो त पानी जहाज चट्ट लाएर भिडियो सुट हुँदैछ। दादाको भिडियो फोटो टक्क लाएर